नमस्कार दर्शकवृन्द, मेरो नाम मुक्तिबहादुर भण्डारी। आज मैले निरन्तरता भनेको के हो भन्ने सन्दर्भमा एउटा सानो भिडियो बनाउन गइरहेको छु। यो मेरो पहिलो भिडियो हो र निरन्तरता भनेको कुनै पनि कामलाई अथवा आफ्नो लक्ष्य र उद्देश्यलाई प्राप्त गर्नको लागि लगातार रूपमा, अनवरत रूपमा, निरन्तर रूपमा गरिने कामको एउटा अवस्था हो। हामीले नियमित रूपमा, लगातार रूपमा पढ्यौँ भने पढाइमा अब्बल हुन सक्छौँ। हामीले लगातार र नियमित रूपमा, अनवरत रूपमा व्यवसायलाई अगाडि बढाउन सक्यौँ भने हामी व्यवसायमा सफलता प्राप्त गर्न सक्छौँ। त्यसै गरी सरसफाइको अभियानलाई निरन्तरता दिन सक्यौँ भने हामीले वातावरणलाई स्वच्छ राख्न सक्छौँ। त्यसो भएको हुनाले मैले यहाँहरूलाई एउटा निरन्तरताको सन्दर्भमा एउटा उदाहरण मैले चाहिँ दिन चाहन्छु। चट्टान र पानीमा कुन चिज बलियो हुन्छ? झट्ट हेर्दा हामीले दिने उत्तर भनेको पानीभन्दा निश्चित रूपले चट्टान बलियो हुन्छ। चट्टानभन्दा पानी 1000 गुणा कोमल हुन्छ। तर त्यही पानीले चट्टानलाई खियाएको हुन्छ। यदि हामी गण्डकीको किनारमा बसेर गण्डकीको तल्लो भागलाई निहालेर हेर्छौँ भने पानीको निरन्तरताको त्यो बहावले त्यो चट्टानलाई खियाएको हुन्छ। हामीले झरनालाई हेऱ्यौँ भने त्यो झरना अनवरत रूपमा बगिरहेको झरनाले त्यो ढुङ्गालाई खियाएर आफ्नो बाटो बनाएको हुन्छ। यसको कारण पानी चट्टानभन्दा बलियो भएर होइन दर्शकवृन्द, पानीको लगातार अनवरत रूपमा त्यो ढुङ्गामा बहावको कारणले गर्दा हो। त्यसो भएको हुनाले हामीले पनि हाम्रो कामलाई सम्पन्न गर्नको लागि, हाम्रो लक्ष्य र उद्देश्य प्राप्त गर्नको लागि अनवरत रूपमा, लगातार अविरल रूपमा, निरन्तर रूपमा हामीले काम गर्दै गयौँ भने पक्कै पनि हामी आफ्नो लक्ष्य र उद्देश्यलाई पुरा गर्न सक्छौँ। र मैले आज मेरो पहिलो भिडियो यहाँहरू सामु राखेँ। यहाँहरूलाई कस्तो लाग्यो? लाइक, सेयर, कमेन्ट गर्न नबिर्सनु होला। धन्यवाद। नमस्कार।